हामी चन्द्रगिरीमा दर्शन गर्दै गरेको अवस्था। रमाइलो साँच्चै छ, मौसम छ। अति नै सुन्दर ठाउँ हो, साह्रै रमाइलो छ। बच्चाहरूसँग पनि यसो रमाइलो गर्दै यहाँको दृष्टिकोण हेर्नुहोस् न, कति रमाइलो छ। संसार काठमाडौँ देखिने। अनि प्रायः चाहिँ यहाँ यो ठाउँमा चाहिँ के रहेछ भने काफल रहेछ यहाँनिर चाहिँ। यो चाहिँ हामी केबल कारमा यसो मजा लिँदै गरेको अवस्था। केबल कारमा हामी चाहिँ उँधो झर्दै गरेको है, उँधो झर्दै गरेको अवस्था यो। पुरै काफलको जङ्गल रहेछ यो तलको चाहिँ। पुरै काठमाडौँ चाहिँ यस्तो देखिँदो रहेछ यहाँबाट। साह्रै रमाइलो, चिसो मौसम भने जङ्गलै, पुरै जङ्गल, काफलको जङ्गल अति रमाइलो। यो चाहिँ रिसोर्ट डाँडामा टक्क लाएर त खतर रहेछ यो। यस्तो गर्दा नहुने त नेपालमा केही छैन, तर आफ्नो निजी प्रपर्टी तरिकाले गर्ने, सरकारले नगर्ने, यस्तै छ जिन्दगी। पैसा कमाउने मान्छेहरूले निजी लगानी गरेर गर्ने, यस्तै हो नेपालमा। सरकारभन्दा व्यक्ति धनी हुन खोज्ने, हाम्रो गाउँतिर पहिले घोडा चढ्थे, चढेर हिँड्थ्यो। आजभोलि नानीहरूलाई पनि यो घोडा चढ्दा मजा आउने रहेछ। हाम्रो जङ्गलतिर हुने फुल रहेछ। जङ्गलतिर जाँदाखेरि यो फुलहरू देखिन्छ। हामी चाहिँ ओह्रालो झर्दैछौँ अब। यहाँ तलतिर केबल कारमा उँधो झर्नका लागि अब हामी झरेका। एकदम ठुलो डाँडामा चट्ट लाएर रिसोर्ट, र हेलिकप्टरले बस्नेदेखि लिएर पर्यटन भित्रिने ठाउँ, सारा जे खानु पस्ने, डाँडामा बसेर संसार देखिने आनन्द रहेछ। ल एकदम आनन्द। यो चाहिँ नानीहरूलाई घोडा चढाएर मजा लिँदैछन् नानीहरू। हाम्रो बच्चा चाहिँ अलिक घोडा चढ्न धेरै रहर गर्ने मान्छे कुदाउनु खोज्दो रहेछ। घोडा पनि चट्ट कुद्ने खालको रहेछ। अर्को चाहिँ अलिक दुःखो त्यति साह्रो कुद्न नसक्ने रहेछ होला बिचरा, अलिक बुढेसकाल पनि लागेको हो क्या र। त्यही पनि हिँड्दैछ।
अलि डराएको अवस्था। गाइस यो चाहिँ पुरै काफलका रुखहरू पुरै काफल हुने रहेछ यतातिर। अनि त्यो के ठुलो ओखतीहरू पनि हुने रहेछ। तर अति राम्रो चिसो मौसम आनन्द मजा आउने रहेछ। ल अन्तिम गन्तव्यमा आइपुगेहरू नानीहरू अब घोडा चढेर लगभग सिधिएको अवस्था नानीहरूका। यो चाहिँ मन्दिर परिसर गरेर यसो मन्दिर घुम्दै गरेको अवस्था।